ल आज चाहिँ टोकियोमा रहेको इम्पिरियल प्यालेस 1 मिनेटमा घुमौँ है त। इम्पिरियल प्यालेस चाहिँ टोकियोको सेन्टरमा रहेको छ। यो ठाउँमा बस्नुहुन्छ जापानको सम्राट नारुहितो। बाहिरबाट हेर्दा सिम्पल जस्तो लाग्छ, तर यो प्लेसको हिस्ट्री डिपमा छ। पहिला यही ठाउँमा एडो क्यास्टल थियो, जुन समयमा जापानको पावरफुल सगुन अर्थात् सम्राट बस्नुहुन्थ्यो। अहिले पनि यो एरियामा पुरानो वाल, मोट र ठुला गार्डनहरूले हिस्ट्री फिल गराउँछ। सबैजना प्यालेसभित्र जान त पाउँदैन, तर इस्ट गार्डन चाहिँ फ्रीमा घुम्न मिल्छ। मैले बुझेको अनुसार चाहिँ प्यालेसभित्र नर्मल पिपलहरू चाहिँ वर्षको 2 चोटि कुनै स्पेसल डे भयो भने चाहिँ जान सकिन्छ रे भन्ने सुनेको थियो, तर यो रियल नहुन पनि सकिन्छ। यहाँ एकदम शान्त इन्भाइरोमेन्ट हुन्छ। सिटीको नोइजबाट रिल्याक्स, मेडिटेसन, माइन्ड फ्रेस गर्नको लागि यो एकदम पर्फेक्ट प्लेस हो। यदि तपाईँहरू टोकियोमा हुनुहुन्छ अथवा टोकियो बाहिरबाट घुम्न आउनुभएको छ भने यो ठाउँ चाहिँ डोन्ट मिस गाइज होइन, एकदम दामी छ, बवाल छ। हाम्रो तर्फबाट चाहिँ यो तपाईँहरूलाई रिकमेन्ड भयो। कस्तो लाग्छ लाइक, कमेन्ट अनि फलो गर्नुहोला। धन्यवाद। जोडले एन्ड नमस्ते।